गाइज है, आज चाहिँ म गाउँले जीवन देखाउँछु है। गाउँले जीवन अब गाउँघरमा चाहिँ अब के काम गर्नुपर्छ भन्ने उयोहरू है सबैलाई थाहै छ। गाउँघरको मान्छेको जिन्दगी एकदम राम्रो जिन्दगी छ है, एकदम बिजी लाइफ छ है। हेर्दै जानु होला है भिडियोहरू, अनि लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् है साथीहरू। ल ए साथीहरू, मैले चाहिँ दाना पनि लिएर ए बाख्राको दाना गरेको रहेन रहेछ भिडियो। हेलो गाइज, यहाँ हेर्नुहोस् है, माइती घरमा चाहिँ लाल भाजी साग बनाउँदैछु है। लाल भाजी साग, यही भात पाक्यो होइन, भात पाक्दैछ। अनि चाहिँ यहाँ बनाएको छु मैले घुग्नी खानुपर्छ होइन। घुग्नी जाडो मिठो हुन्छ, मिठो लाग्छ मलाई। अनि यो चाहिँ दही र पुदिनाको चटनी, यो चाहिँ मेरो फेभरेट हो। बोजूले चाहिँ यहाँनिर यहाँ बाख्रा खसीहरूको लागि चाहिँ दाना यसरी फिट्नु हुँदैछ है। यो चाहिँ यतापट्टि तिनटाको लागि नुनसुन हालेर एकदम छ है। धुमा चाहिँ अहिले चाहिँ अलिक उग्रियो है बोजू, अलिक उग्रेको छ। बुच्चेलाई बाँधिदिएको छु यहाँ, किनभने म सँगसँगै हुनुपर्छ, नभए रुन्छ नि त कि। अन्त यहाँ हामी यहाँ गोठतिरै छौँ, दाना पकाउनु के गर्नु